आज बुक फ्री डे अन्तर्गत चौथो भागमा चाहिँ हामीले पिठोलाई मुछेर बेलनामा राखेर के बनाएका छौँ भन्दाखेरि तपाईहरुले हेर्न सक्नुहुन्छ। ल हेर्नुहोस् आजको ताजा खबर। ल हेर्नुहोस्, अब भाग 3 तपाईहरुले हेरिसक्नु भएको छ। भाग 4 मा चाहिँ रोटी तयार भइरहेको छ। यहाँ बेलनामा हुनुहुन्छ अम्मिका मिस, उतापट्टि विद्यार्थी भाइ बहिनीहरू, उतापट्टि हुनुहुन्छ नारायण सर, यतापट्टि कुन्ती मिस, ईश्वरी मिस, यता बेलनामा हुनुहुन्छ भने यता ताओपट्टि हुनुहुन्छ जयप्रकाश सर हुनुहुन्छ। उहाँले ताओलाई सफा गर्दै हुनुहुन्छ। रहेछ कपडा चाहिने एउटा। ल अलिकति पर धकेल्नुहोस्। ल अब भाग 4 अन्तर्गत रोटी पनि तयार भइसकेको छ। तपाईहरुले देख्न सक्नुहुन्छ। आजको ताजा खबर देख्न सक्नुहुन्छ। ल रोटी बेल्ने तरिका चाहिँ तपाईहरुले पनि हेर्नुहोस्। हामीले यहाँ कसरी गरिरहेका छौँ। ल गर्नुहोस्। हामीले हातले पनि गरिरहेका छौँ। हामीलाई बेल्नाको पनि आवश्यकता छैन। हामीले यहाँ प्लेटले पनि गरिरहेका छौँ। हामी सबैजना लागिपरेका छौँ र काहीँ चाहिँ अलिकति पातलो भयो भने बाक्लो बनाउनु भने चक्कुले जोड्न लागिरहेका छौँ। ल हेर्नुहोस् र तपाईहरुले यो भिडियो सुरुदेखि अन्तिमसम्म स्किप नगरिकन हेरिदिनु होला र मन परेमा लाइक, सेयर र कमेन्ट गरिदिनु होला। धन्यवाद।